अल राइट गाइज वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई स्वागत छ आजको हाम्रो मिनी ब्लगमा। र गाइज हेर्न सक्नुहुन्छ आज म चाहिँ यता बाहिरतिर आएको। अब रुममा कति बसौँ भनेर बोर लागिसक्यो। यसो एक्सर्साइज गरौँ कि भनेर बाहिर निस्क्यो हो। तपाईँहरू हेर्न सक्नुहुन्छ म यता रोड साइडमा हो। यता त हावाहुरी चलिरहेको छ साथीहरू। यता बादल पनि छेक्या हो। अब कति पानी पनि पर्छ होला आज हाम्रोतिर। हजुरहरूतिर के कस्ता रहेछ हजुरहरू यसो कमेन्ट गर्नु होला। यता चिसो हावा पनि चलिरहेछ हेर्न सक्नुहुन्छ। कुहिरो पनि लागेको छ आज हाम्रो। आमा पानी पर्छ होला हेर्न सक्नुहुन्छ। हाम्रो यो फुलबारी एकदम हावा पो चलिरहेछ गाइज। मेरो मम्मी पनि कतिखेर आउँछ होला। साथीहरू मेरो भिडियो के कस्ता लाग्छ हजुरहरूलाई यसो कमेन्ट गर्नु होला र माया गरिदिनु होला र लाइक र सब्सक्राइब पनि गरिदिनु होला साथीहरू र सपोर्ट पनि गरिदिनु होला। हेर्न सक्नुहुन्छ गाइज आमा पानी पर्छ होला। एकदम हावाहुरी पो आयो गाइज। आमा रोडमा पनि कति गाडी चलिरह्यो। आज भोलो बिग्रिन्छ कि क्या हो आमा आयो हुरी पानी पऱ्यो पानी। आज घुम्न पाइनु हो साथीहरू पाइन घुम्न। पानी पऱ्यो आयो पानी। अब उता जाम कि भनेर निस्क्या हो त्यहाँबाट। अब जान पाइँदैन होला सायद। नसक्नुहुन्छ गाइज आजको मौसम यस्तो पनि रहेछ। बाबा पनि भाइ कतिखेर आउँछ हो। गाइज हेर्न सक्नुहुन्छ मामा हेर्नुहोस् गाइज हाम्रो गाउँतिर के कस्ता रहेछ। गाइज हेर्न आजको मेरो भिडियो कस्ता लाग्यो साथीहरू। ल आउनु छिटो आउनु यहाँ पानी पर्न लागिसक्यो यहाँ। ल गाइज हाम्रोतिर यहाँ पानी आयो गाइज। ल हेर्न सक्नुहुन्छ हावाहुरी पनि आयो। आमा कति पानी हावा आयो। गाइज म अब फर्किन लाग्यो फेरि रम गर्दा हजुरहरूसँग अब गफ गर्दा गर्दा जाने हो। अब रुमसम्म जाने हो बस्ने हो। अब तरकारी सरकारी लिने हो बजारमा। र साथीहरू तपाईँहरू कस्तो हुनुहुन्छ सन्चै हुन्छ। यदि मेरो भिडियो ठिक राम्रो लाग्यो भने लाइक र सब्सक्राइब गर्नु है साथीहरू। आजको मेरो मिनी ब्लग के कस्तो लाग्यो कमेन्ट गर्नु होला।
हेर्न सक्नुहुन्छ। अन्त घुम्न पनि पाइएन राम्रोसँग। हावाहुरी चलिरहेछ। यता पानी पनि पर्छ होला आज। राम्रोसँग भ्लग पनि बनाउन दिएन। वेलकम टु माई पेज साथीहरू। हेर्न सक्नुहुन्छ यता स्कुल बनियो। दिल्ली पब्लिक स्कुल भन्ने ठाउँ हो। यता हेर्नुहोस् कम्पनी पनि हो। कम्पनी पनि पनि कम्पनी हो। यो पनि कम्पनी नै हो साथीहरू। हेर्न सक्नुहुन्छ तपाईँहरू। हेर्न सक्नुहुन्छ यो गाडी चाहिँ कम्पनीमा आएको माल लोड लिएर अब खाली गर्छ होला। हावा धेरै नै चलिरहेछ हो साथीहरू। ल गाइस हेर्न सक्नुहुन्छ यो पनि स्कुल नै हो। स्कुल हो हाम्रो। हेर्न सक्नुहुन्छ म यता रोड साइडमा हो। ल हजुरहरूलाई म देखाउँ सबै देखायो है। यताको हाम्रो सबै मैले देखायो। साथीहरू नातिकन मेरो भिडियो लास्टसम्म हेरिदिनु होला। माया सपोर्ट गरिदिनु होला है। ल हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो हस्पिटल हो। एउटा हस्पिटल हेर्न सक्नुहुन्छ यहाँ बिस्कुटमा लेखिया हो। कम्पनी पनि हो। कम्पनी गर्छ ल गाइज। हेर्न सक्नुहुन्छ यो गाडी हाम्रो छ। आँखामा धुलो पस्यो। के भयो आँखालाई? आँखामै धुलो पस्यो।
त्यस्तै हो। साथीहरू भिडियो चाहिँ लामो भयो, चाहन्छु के कस्तो र माया र सपोर्ट गरिदिनु होला साथीहरू। आज यो मिनी ब्लगबाट म बिदा हुन चाहन्छु। लास्ट साथी हो, नेक्स्ट भिडियोमा